नमस्कार दिदी नमस्कार 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 होइन दिदी तपाईँ कहाँ के हो खै के भयो भयो उता पर गएको थिएँ एउटा राम्रै केटीले बङ 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 दियो यस्तो भयो कस्तो देखिन्छ खत्रै दिएछ त अनि हजुरलाई हो र अलिअलि मात्रै दुख्दैछ त मलाई त अनि हजुरले चाहिँ दिनु भएन त खै भागिहाल्यो के गर्नु यो हो र को रहेछ हौ म भएको त फेरि पाक 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 दिएर फेरि व्यवस्था गरिदिन्थेँ नि कस्तो राम्रै छ सुधारको छोरी हो क्या कस्तो राम्रै छ मलाई त डर पनि लाग्यो ए, राम्री केटीले त्यस्तो व्यवस्था गरिदिएको त गरौँ अब के गर्नु केही उपाय छ ए, राम्री केटीहरू त अलिकति नाजुक हुन्छ भन्छन् त खै तर डर छ त राम्रो अनि त्यस्तो होइन त्यो राम्रो केटी चाहिँ को रहेछ ल जाउँदै हेर्नु त मलाई पनि देखाउनु म पनि गएर पाक 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 हानिदिन्छु नाम चाहिँ थाहा छैन ल हिँड्नु त जाउँ यही पनि जाने अरे यो त मेरो बहिनी हो त नि ए हो र यसलाई पनि हाल्छ अनि तँलाई चाहिँ कसलाई हान्यो हेर्नु न दिदीको काम छैन त्यस्तै बिछामा न्यु खोजेर के गर्नु मलाई त दुईवटा आँखा फुल्लो गरेको छु अरे अनि दिदी बहिनी किन झगडा गरेको त नि अनि हापार्ने चाहिँ को हो त नि खालि न्यु खोज्छ कुन दिन म यो धुना सुत्न सिलाइदिन्छु होला धेर ल बोल्नु अबदेखि झगडा नगर्नु ल दुईजना मिल्नु साह्रो सुत्ती सेन्टाल जे हुनु भइगयो होइन अबदेखि मिलेर बस्नु झगडा नगर्नु ल हात मिलाउनु त अब मिलौँ ल जे गल्ती भयो मिलौँ ल ल दाजु भनेर मात्रै दादा मलाई मिल्नु त मन ठिक छ। लागेन नि मिलौँ न। दिदी बहिनी भएपछि मिल्नु त झगडा गर्नु हुँदैन मिलेर बस्नुपर्छ है हुन्छ दाइ ल जाउँ